हेलो एभ्रिवान, आज चाहिँ 26 मे ईद अल अदाको फर्स्ट दिन, हाम्रो दुवैजनाको छुट्टी भएको फर्स्ट दिन। हामी चाहिँ एकछिन कर्नेजमा हिँड्ने भनेर बेलुकाखेरि निस्क्यौँ, बुढाबुढी बाहिर निस्क्यौँ। अनि त्यसपछि यसो बाहिरतिर, यो चाहिँ हाम्रो घरबाट चाहिँ वकिङ डिस्टेन्समै छ। बाहिर निस्क्यौँ, वक गऱ्यौँ, यसो फोटो खिच्यौँ। यसको कर्निसको भाइब्स नै अर्को हुन्छ, रमाइलो लाग्छ हामीलाई चाहिँ। अनि एकछिन त्यहाँ बस्यौँ। अनि त्यसपछि हामीलाई पहिलाको यादहरू पनि आयो। हामी त्यही नजिकै बसेको थियौँ पहिला सेयरिङमा बस्दाखेरि पनि। अनि फर्कँदाखेरि चाहिँ गोलसुक हुँदै हामी एकछिन गोलसुकभित्र पनि छिर्यौँ। अनि त्यसपछि एकछिन बसेर हामी घर फर्क्यौँ।